अब चाहिँ हामी खाजा खानको लागि रेडी हुँदैछौँ। हाम्रो खाजा हाम्रो खाजा चाहिँ यस्तो छ है। मेरो के अरे सालीको मिसेस भनेपछि बहिनी हो। बहिनीले चाहिँ यसरी खुलाउँछ ल। यो चाहिँ सोनुको खुट्टा यो सोनुको खुट्टा है। यो चाहिँ सोनुको। हामी चाहिँ घुम्दै फिर्दै यसले तेरपाचुङ चाचा पिपिया गर्ने ठाउँमा है। ल चाचा पिपिया गरौँ। यो चाहिँ मेरो हो। माइक चुट्टिहाल अब यतिकै। हामी खाजा खानु थाल्यौँ है। त अब खाजा खानुलाई भतिजलाई मेरो भागमा चाहिँ यति पर्यो है। अहिले चाहिँ हामी लगभग अब खाजा खाइसक्दैछौँ। खाजा खाएर बसिरहेको छ। अब सक्नु लाग्दैछौँ है। दिन हल्का उब्रेको अवस्था अहिले चाहिँ। दिन पनि तर कहाँबाट बरा यो कुकुरहरू क्या धनीहरू कहाँ गएको छ कि डाँडा पायो। दिन नखुलेर जाडोले आगो फुकेर आगो ताप्दैछौँ। मैले पनि घरमा बाउले छोडेर खतम गरेँ नि त। सकेर खाजा खाएर अब चाहिँ उठाउने कार्यक्रम हुँदैछ। गर्दैछ हावाले उडाउन पनि लाग्यो मान्छे। यस्तो छ है। बल्ल अलिअलि भ्यू टावरहरू देखियो है। ल पुर्यो। यस्तो छ। जाडोले सकिए चाहिँ त्यो डाँडामा छ। सकिसके आउँदैछ है। उचाइ 310 टेम्केचुङ तेरपाचुङ। खाजा खानु थाल्यो चक्या पुगेर।